क्या अरे हामी गाउँको आवरण हैन आवरण स्किनको अरे चाहिँ अहिले चाहिँ ट्रेन्डिङ फेसन हैन यसरी कसैले चाहिँ यसरी बान्छ हैन कसैले चाहिँ यहाँबाट बान्छ हैन अनि यति राम्रो ट्रेन्डिङ लाउँदा पनि बाह्र कोठाल जस्तो देख्छ यो लाउँदा चाहिँ हेर्नु हेलो एभ्रीबडी वेलकम ब्याक टु सोबी च्यानल फ्रम काठमाडौँ दरबार मार्ग यो चाहिँ हाम्रो बालेन सरले हाल्नु भएको त्यहाँबाट चाहिँ म बोल्दैछु अनि आज मसँग छ हाम्रो बहिनी हाबिबी हामी चाहिँ पोकोमा भेट भएको नि हामी पोकोमा भेट भएको अनि त्यसपछि आज चाहिँ हाम्रो के दोकानमा गोरा जस्तो देखेको यस्तो फ्यासन अनि धेरै काम बाँकी छ आज हामी गयौँ आवरण स्किन केयरमा त्यही भएर जसको चाहिँ स्किन यस्तो है हरेसै लाग्दो कहिले जे लाउँदा पनि निको नहुन्छ उसलाई चाहिँ स्किन केयर चाहियो भने चाहिँ हामी चाहिँ स्किन डर के भन न अङ्ग्रेजी आएन बास उसले भने जस्तो हो त्यो ठाउँको कन्सल्ट गराएर स्किनको बारेमा दिदीको लागि सत्ताएर अनि खाएको बास फेरि हाम्रो थुप्रो काम छ क्या त अब स्किनकोमा गइहाल्यो अरू सबै कुरा चाहिँ खुलाइरहनु आवश्यक छैन अब केटीहरू कता जान्छ होइन अनि त्यस पछाडि यस्तो अब दुवैजना अहिलेको सिचुएसनमा चाहिँ अहिले भर्खर चाहिँ हामी सिङ्गल हो काठमाडौँमा चाहिँ त्यही भएर हामी एक्लै डुल्दैछौँ आफ्नै रमाइलोमा होइन अनि आज हामी जाँदैछौँ फेरि सिटिसी मल पनि जानु छ हामी फेरि जसको चाहिँ ड्रिम भत्ता भङ्ग छ उसलाई फेरि हामीलाई घुम्नु छ ड्रिम अफ गार्डन जानु छ होइन दरबार मार्ग चाहिँ ठ्याक्कै विदेश जस्तो देखिन्छ है भनेको कारण यो हो के अनि के एउटा कुरा यो हुन्छ नि यो अहिले अब यो यसरी टाउकोमा कहाँ गयो यसरी टाउकोमा बाँधेर अनि कस ल हेर न त यता चाहिँ उयो आउँदो रहेछ उयो आउँछ यता आउँछ हेर उयो आइरहेको छ एन्टी लाइट आइरहेको छ है अहिले छैन यो भन्ने चिज चाहिँ अहिले चाहिँ ट्रेन्डिङ फेसन होइन यसरी कसैले चाहिँ यसरी बान्छ होइन कसैले चाहिँ यहाँबाट बान्छ होइन अनि यति राम्रो ट्रेन्डिङ लाउँदा पनि नराम्रो देखिने चाहिँ मलाई नै रहेछ बाह्र कोठाल जस्तो देख्छ यो लाउँदा चाहिँ हेर्नु अनि यो चिज चाहिँ हामी हेर जाउँ बातमा यो चिज चाहिँ हामीले सानोमा बाह्र चराउँदा मेरा पात जाँदा घामबाट बस्नलाई या टाउको दुख्दा भनेर चाहिँ यसरी एक चोखो कपडा चाहिँ यसरी फेर्दा चाहिँ राख्ने टाउका अहिले फेरि यो ट्रेन्डिङ फेसन अरे त्यो बेला लगाएको भए हाम्रो फेरि कति बेजत हुन्थ्यो अहिले चाहिँ यो फेरि एकदम यो एउटा फेटा टाउकोमा बाँधेको छ भने के सोच्नु पऱ्यो त वाह यार त्यो त ट्रेन्डिङमा फलो गर्ने मान्छे रहेछ नि त टाइपको हुँदो रहेछ क्या अनि हामी यहाँ वुडल्यान्डमा आउँछौँ अहिले के यो हुन्छ नि यो यहाँ लगाएर यही हो के चाइनिज अनि यो के उयो घर छ नि यो घर ब्रान्ड फ्याक्ट्री यो के फ्याक्ट्री हो यो चाहिँ हटाउनु पर्ने छ यो हटाएर चाहिँ नयाँ डेभलप गऱ्यो भने राम्रो देखिन्छ लुक्स कस्तो बिगारेर आएको छ थाहा छ ल न्यू दरबार रेस्टुरेन्ट ट्राई गरौँ न त माथि बसेर हामी एकदम गलत गर्दैछौँ है जेब्रा क्रसिङबाट नकाटेर होइन ए कस्तो मिठो हेर्दा त मिठो देखिन्छ त जाउँ त ल जाउँ अनि के भन्छ त्यो ज्याकेट रहेछ क्या यहाँ जिन्सको ज्याकेट के हाल्यो माथि बस्नु मिल्छ खै त नानी त बोली न त यो त धेरै स्मुथ बनाएको छ हो हिँड कपिराइट आउँछ नि यो गाना हामी चाहिँ पोपोबाट भेट भएको साथीहरू हो अनि हामी के गर्छौँ कहाँ जान्छौँ सबैजना चाहिँ यो टिमहरूलाई थाहा हुन्छ होइन प्रायःलाई अनि यहाँ एकजना अप्सु भन्ने मान्छे हुनुहुन्छ उहाँले चाहिँ मलाई मेरो बर्थडेमा दिनुभएको गिफ्ट चाहिँ यस्तो छ यो खाले
तिमी भिडियोमा आउँदैन रहेछौ अब म यो लाउँछु होइन अनि लाएर देखाउँछु एकैचोटि है अब जीवनमै पहिलोचोटि लगाएको पाउजु कहाँ अरे हामी गाउँको आवरण होइन आवरण स्किनको अरे अब स्किनको अरे अब यति लम्बरमा चाहिँ अब तपाईँहरूले देखिहाल्नु यो गर्दा हुन्छ यहाँ सेरम सनस्क्रिम हामीलाई नि यति धेरै किन भनेको थियो 3टा किनेको 10,000 मलाई त चक्कर लागेर मोइस्चराइजर किन्यौँ सेटाफिल यता पनि फेरि अपडेट हुँदैछ क्या कोकोमा पनि अनि त्यही भएर दुईपट्टि ध्यान दिनुपर्छ के त सेटाफिलको मोइस्चराइजर त्यही भएर यो चाहिँ यसलाई म सेटाफिल कम्पनीलाई त म राम्रै भन्छु होइन त्यस पछाडि छ अर्को सिरम छ यो चाहिँ क्रिम बेसमा रहेछ होइन क्रिम बेसमा छ यो सिरम यो होइन यो क्रिम बेसमा सिरम यो छ अनि त्यस पछाडि यही सिरम मैले 2टा लिएको हो किनकि म माइग्रेट हुन आँटेको भएर यो अब पाउँछ पाउँदैन डर भयो अनि यो भनेको सनस्क्रिम हो यसकै पर्यो होला यार 6,000 अनि यो चाहिँ लिमिटेडमा हो होइन अनि यति हो है यति प्रडक्टको चाहिँ 10,000 हो अनि मैले चाहिँ स्किनकै डाक्टरलाई भेटेर यस्तो पुरा नाम सहित होइन यहाँ हेरौँ न आवरण स्किन क्लिनिक दरबार मार्ग काठमाडौँ होइन यहाँ सबै अब मेरो डिटेल्सहरू छ है यी औषधिहरू यस्तो रे तर मैले चाहिँ 2-3वटा मात्रै गरेँ उनीहरूको भनाइअनुसार चाहिँ के भन्दो रहेछ भने कुनै जे गराऊ फेस कभर गराऊ भन्ने चाहिँ लास्टमा बुझ्यो है हामीले बुझ्दा चाहिँ अनि नत्र त अब उनीहरूले पिलिङ गर्ने यो पिलिङ सिलिङको चाहिँ फेरि कस्तो हुन्छ भने यो नबुझी गर्नु हुँदैन क्या अब मेरो त थोरै छ नि त ओपरै भएको भएको त्यो उयो युज गर्नु होइन त्यही भएको भएर चाहिँ सकेसम्म चाहिँ म पिलिङको लागि चाहिँ म भन्दिनँ कसैलाई नगर्दै राम्रो हुन्छ त्यसको लागि भने अनि मैले चाहिँ राम्रो प्रडक्ट चाहिँ कसरी चाहिँ चिन्ने होला भनेर मात्रै म खासमा उसमा गएको हो कि अब यिनीहरू भनेको बाहिर नि पाउँछ नि त यो नभए पनि यस्तै भिटामिन सी त अरू पनि पाउँछ जेल बेसमा पाउँछ यो क्रिम बेस रहेछ फेरि मलाई जेल बेस चाहिएको कस्तो मिस्टेक किन 2टा लिए भइरहेको छ मलाई तर ठिकै छ नराम्रो चिज त होइन कस्मेटिक चाहिँ छोड्दै मैले अब यो फाउन्डेसन लाउनु बिबी क्रिम लाउनु सनब्लक बाहिरको लाउनु यस्तो के अरे मेडिकलले डक्टरले दिएको उयोहरू लाउनु खालि अब हेरौँ न कस्तो हुँदो रहेछ अब हेर्दै जाउँ होइन टिन्टेड सनस्क्रिन 2-4वटा लिएर जान्छु बस त्यति नै हो आज क्रन्ची आइसक्यो यो त के हो यार ढेँडोको माम्री जस्तो छ तर डर लाग्दो छ त यो चाहिँ उयो होइन त यहाँ टक्कै सजाउनलाई मात्रै होला यता टिक रहेछ फेरि हो फ्यासन हेर्नु न फ्यासन बन्दा पनि पाइँदो रहेछ चिकन घाँसपात पनि पाइनु सक्छ त बहिनीले आइस के अरे बहिनी हो के अरे आइस पिस्टी अरे अनि कलर त मेरै जस्तो छ त अनि यो त के हो यो गुजुल्टेको यो 2जनाले खानु पर्छ 2जनाले यता अप्सुले यता तान्दै गर्छ म यता तान्छु दिदीलाई दिनु अनि यो जाली चाहिँ साह्रो होइन कहाँबाट खाने यो कसरी खाने कसरी बनाएको जाली हो यो ढेँडो माम्री जस्तो नि देख्छु हाम्रो आजको लन्च चाहिँ 1 बजेको लन्च यस्तो छ जति नै जहाँ जाऊ होइन 7 स्टार जाऊ कि 5 स्टार जाऊ कि 10 स्टार जाऊ न ममा डल्लो भएन भने त खाएको जस्तो लाग्दैन अब यहाँ फेरि अर्को आउँदैछ साह्रो खाँदा सेट ल साह्रो खाँदा सेट अरे यो चाहिँ मान्छेले बियर भनेर झुक्किनु होला यो चाहिँ मिन्ट आइस टी भन्छ यसलाई पिच आइस टी भन्छ त्यही पनि फेरि हो नि त कि अहिलेको मान्छेले खाएको थाहा हुन्छ जोस के हो भन्नु यो बाबरीको पात देखेर थाहा भइहाल्छ नि होइन अप्सो हाबिबीले त डायमन्ड राखेको रहेछ दाँतमा देखाएको त अस्ति फर्के खोइ देखाऊ त मलाई ओ माइ त्यो माइलेज खायो अनि ओइ अनि त्यो ब्रस गर्दा खुट्टै झर्दैन यो निक्लिँदैन दिदी यो
डेन्टलको केही सामानहरूले गरेर फिक्स गर्नुपर्छ क्या यसलाई र पार्लरमा राख्छन् 500 मा तर कसरी राख्छन् थाहा छैन है मेरो त राख्ने ठाउँ पनि छैन कुकुरको यो निक्लेर कुनै बेलामा हामीले निल्दाखेरि श्वास नलीमा गएर फोक्सोमा गयो भने चाहिँ डेन्जर हुन्छ कि त्यो पार्लरहरूतिरको चाहिँ यो राखेको त 6 वर्ष जति भयो पढ्ने बेलामै राख्यो नि अझ मैले चेन्ज गरेको पछि राम्रो खालको मेरो त दाँतै कुकुर जस्तो छ दुईपट्टि कता राख्नु अब अडिँदैन होला मेरो त चुच्चो भयो दरबार मार्गको एकदम भर्खरको लेटेस्ट लुक चाहिँ यस्तो छ है यता चाहिँ राम्रै बनाउँदै गइसक्यो बिल्डिङ्सहरू है यता चाहिँ यो किन के कति है डेभलप हुनै अझै बाँकी छ यहाँ हामी त छेकिन छौँ तिमी यता आउनु पऱ्यो नि त किन उभियौ त यहाँ काठमाडौँको उयो के भन्छ व्यस्तता अब हामी फेरि यहाँ क्रसिङमै छौँ क्या त भयो रुलाएर नरोक्ने बोकेर लाने यस्तो छ साप के गाडीको ए ल बाँच्यो भाइ न्युजिल्यान्डको भिजा भर्खर लागेको छ अर्को जेब्रा क्रसिङमा ल हेर यो भनेको जाम हो यहाँको है रस्नीलाई पनि राम्रो बनाउँछ हेर त जाम भएको खोलिरहेको त नतान तिमीलाई जेलमा लाऊ यो हामी कहाँ छ थाहा छ शहीद गेटमा छौँ हामी केही ठाउँ मात्रै हुने फेरि बस कुर्ने ठाउँ यहाँ टक्क यता बस आउँछ यहाँ बस ल सेतो टावर यही होला अनि यो लक्ष्मी टावर त साँच्चै कस्तो ब्लेड जस्तो हो धारिलो त पत्ती टाइपको ल यहाँको उयो ल्याउँ न व्यस्तता यहाँ छ एउटा सेतो टावर उता ल अलि उता गएर ल्याउँ न है यहाँको व्यस्तता हेरौँ न कहाँबाट खिच्ने त खोइ ल यहाँबाट खिच्यो देखिँदैन नि त यहाँ देखियो बा कस्तो खाले घर हो यो ल हेर त कहाँ आइपुग्यो ल हेर कहाँबाट उहाँ आउनुभयो फेरि उहाँ त यताबाट पो आउनुभयो त यो त हामी हिँड्नुलाई होइन र भने कहाँबाट मन परि गरेको र त जहाँ पायो त्यहीबाट छिर्दैछ यहाँ हामी त्यहाँ हाम्रो बाटो यहाँ हो त्यहाँ हामी झरुनहरूको बाटोमा नहिँडेको त है हामीलाई खोजेको चिज आइपुग्यो कि काम हुन्छ अब म होइन भोलिबाट बोकौँ यो बोकेर उयो त हस्यो पनि ओइ बिचबाट नआएछ भनेर होला नि हेर न पुरै के ब्याङ्किङ अरे हामी खोइ त लिपस्टिक ऊ पर्छ लिफ्ट यो ग्लोज हनाएको यो उयो कालले बनाइदियो भने त सोध त भ्लगिङ गर्न मिल्छ भनेर चाहिँ हेलो होला फेरि हो यस्तो उसमा त देख्यो भने नि काट्छु मलाई चाहिँ फेरि अलिकति अप्ठ्यारो लाग्छ अब यो फेटा बाँधेर के गरेको भनेर भन्ने अब सोच हुन्छ नि त देख्नेलाई होइन यो चाहिँ मेरो ओरिजिनल चाहिँ त्यस्तै हो छैन एउटै रौँ आउँदैन नचाहिने ठाउँ मात्रै आउँछ यहाँ चाहिने रौँ यहाँ आउँदैन अब यो चाहिँ यो के भन्छ स्किनलाई चाहिँ अलिकति नम गर्ने अब सिधा भाषामा भन्दा चाहिँ यसलाई लट्याउने खालको सुई नै हान्नुपर्छ भन्ने छैन लट्याउनलाई चाहिँ सानो मलम हुन्छ मलमले टक्क यो गरेर आधा घन्टा चाहिँ यसरी बस्नु पऱ्यो नि त कि कसो धेरै माथि पनि नभइदिनुहोस् हुन्छ तपाईँहरूलाई देखाएर फाइनल गरेर गरिदिन्छु
स्केलले नाप्नुपर्ने रहेछ है। अनि त्यो के भन्छ हाम्रो लिप लाइनर अथवा त्यो जस्तो पेन्सिल जस्तोले कोर्ने रहेछ होइन। यतिकै यो चाहिँ तपाईँको यो चाहिँ तपाईँको यो यति चाहिँ तपाईँको आइब्रोको सेप हो। यिनीहरू चाहिँ होइन है। यो लाइनदेखि मैले भनेको यो जुन छ नि यो स्ट्रेटवाला छ नि यो अलिकति यहाँ घुमेको छ नि त्यो भन्नुभयो उहाँले। यो त्यस्तै छ कि यो मिलाउँदा त्यसरी मिलेको भएर घुम्छ। यो म मिलाइदिन्छु। अब नाप्नुपर्छ सबै अनि ठिक हुन्छ। यताको सुन घट्छ भनेर मान्छेहरूले नकिनेर यो सुन पसलहरू मात्र बन्द हो हेर्नु त, अरू छैन, ज्वेलरी मात्र हो। ए तल हेटौँडा पनि अस्ति बन्द गरेको थियो। यहाँ पनि हो सुन घटोस् भनेर होइन, मान्छेहरूले चाहिँ सुन घट्छ भनेर किनेको छैन। अनि यिनीहरूको पेपर डामाडोल बनायो भनेर जहाँबाट सुन आउँछ त्यहाँको मान्छेलाई प्रेसर गरेर यिनीहरू सब बन्द। ए हेर न न्यु रोड है यो। हजुर न्यु रोडको लुक्स दामी दियोस्। पहिले त यहाँ त बालले पार्किङ हटाएको भए त पुरै जाम यहाँ माथिसम्म हो नि। जाम यहाँ माथिसम्म हुन्थ्यो क्या, जाम हुन्थ्यो। राम्रै गरेको छ त, तर कति झगडा गरेको छ है उसले त्यो मान्छेहरूले। ल सुन हो नि त नि 1 लाख तोलाको 1,92,000 छ। त्यही भएर नै अब हामीले किन्नु सक्ने अफोर्ड छैन नि त, गाह्रो हुन्छ। त्यही भएर सुन पसल जति चाहिँ सब बन्द गरेर ल कस्तो लन्डनको उयो जस्तो देखिने कि भन्न। मैले हजुरको हिजो किन्ने बेलामा चाहिँ दिनभरि झुन्डा र अहिले पो यस्तो दुख्दै रहेछ। लन्डन कस्तो देख्दो रहेछ यो के अरे यो म्युजियम। ल बसन्तपुरको म्युजियम नाइट भ्यू चाहिँ यस्तो देखिन्छ अहिले बसन्तपुरमा है नि। अब यता यस्तो छ, यता कुमारी बस्ने हलहरू होला। यो नेवारी सम्प्रदाय हो है, यो नेवारहरूको समुदाय। पहिले कल्चरलाई बचाएर राखेको, कल्चरलाई बचाएर राखेको। ओइ अनि कन्सर्ट हुँदा यही हुने हो यतै? यहाँ हुने हो, यहाँ हुने हो। अनि यतापट्टि चाहिँ जात्राहरू हुँदाखेरि कुमारीहरू बोकेर लाने हो।